सो आज के हो रिहाम साइमाको पास्नी आज ट्राई ओके आज यो चाहिँ यो चाहिँ धेरै भयो है हाम्रो कुक सोल्टी छ एज युजल सेफ सोल्टी हुनुहुन्छ यहाँ पाक्दैछ अचार यहाँ परिकार यहाँ छ अचार आउँदैछ अनि हाम्रो माउली बाजे सायमाको चलन के छ भने बाबुहरू जति किचनमा अनि छोरी बुहारीहरू जति ड्रेसिङ रुममा बोजूले फेरि नातिलाई तयारी गर्दै हुनुहुन्छ आजको हिरोनी यिनै हुन् सिगान चुँदैछ हुन्छ होला अब किसामा काम बोरपुली मास्यो अब खुल्ले नौरान काम बोरपुली मुदिम तोको आजदेखि बन्धन खुलायौँ अब हाम्रोमा आयौँ लिने नानी सकेको ने पक्रो अब यो टिका ओराम भाइ पहिला त बाख्रा पाल्थे मर्काले नै खाइहाल्यो यिनीहरू त खाँदैन यिनीहरू काट्नु माउ पनि भएन गाईको गाई सायमाको दिदी ऋषिमा अनि बेबे पुरै बिजी छोटी मोटी पनि छिटो भयो जानी बम पर्दैन शिर उभाएको भइसक्यो अब भाइ अब यहाँ के गर्नुपर्ने थियो के हुनुपर्ने थियो अब भयो भएन अब हामीले जानेको बुझेको सकेको गरेर यहाँ अब हुँदैन छोरीलाई दिनमा अब यो चाहिँ छोरीले लिनु पर्यो मुख्य एउटा के हुँदैन म ढले बोटको लिएन उठ्टी ढोक्नु परेन अब यता आउनु म ढोक्नु पर्यो नि म चाहिँ तल जान्छु यसले चाहिँ ढोक्छ खै जदा त होइन स्या भन्नु बत्तीतिर हाल्नु मासु पर्सिना बत्तीलाई धारातिरलाई सबै ऊ पनि ऊ हाल्नु त्यो सायमा सुत्नु लाग्यो निसु हेर्दै गर्नु आजबाट हाम्रो चायामा चाहिँ माम खाने दिन आजबाट बोकोली नअलि तको रिदिम तिम्रो आयो अनि देखि सायमा छोरी अब जन्मेको हिजो अस्ति भर्खर भए पनि अब दिन हिजो जस्तो लाग्थ्यो आजबाट हाम्रो चाहिँ हुनु है सबैलाई दिएर खानु सबै इष्टमित्र राख्नु है नरिसाउनु ठुसुक नगर्नु मम्मीको आशीर्वाद छ ल अब खाने राखेन बधाइनीलाई पनि समाउने दिदीलाई पनि छिटो प्रगति गरेर राम्रो पढेर लेखाइ पढ्यो भने डक्टर भएर फुपूहरूलाई छिटो उपचार गर्नु डक्टर हुनु
आशीर्वाद छ मेथामा बेबी ये दाबो छिटो उपचार गरेर योङ बुढी जति हुन्छ उति योङ बनाउनु देवालाई रिखामलाई अब नामै रिखाम सबैलाई सम्झिने हुनु सबैले सम्झियोस् रिखाम छोरोले पनि सबैलाई सम्झिने हुनु है नाम अनुसारको काम अनुसारको दाम कमाउने हुनु ल ऋषिमालाई पनि आज बहिनीको भात खुलाइन के रे नामै ऋषिमा छ सबैले हाँस्ने हँसाउने हुनु ल लु मेरो बाबु केस के उसको पलासी चाहिन्छ सानो पलासी राख्ने त पहिला औटीको बाबे चुरा पनि बाबे मेरो चानला कतापट्टि देब्रेपट्टि देब्रे खाइ लु दिदीलाई रिखाम लादालाई हौवा चाहिँ खोइ ऋषिमालाई देऊ त यहीबाट ल हौवा गरिरहेछ नि रिहामले बहिनीलाई देऊ त्यही राखी भुइँमै राख्छ भुइँमै राख्छ उति पनि लगाइदियो रिहामले हौवा गर्दैछ छैन हौ यता डेमा सबैले हौवा गर्नुपर्छ है थियो अब आनेदेखि चाहिँ टक्क नेपडाम रखबारी बेपा डोकुमिची डिउला र रोक्ता है सायम हस् ल यो पनि त्यो त अहिले लु आज चिसो होला मेरो छोरीलाई कता यो खाडी गर्मीमा त कम्ती गर्मी हुँदैन यो ल मेरो खायो चिसो भयो लु अब खाने खानु हुँदैन क्या उठाउ के हो होइन उसलाई हाल्दा के दिएर ल ल ल ल हो यो खोज्दैछ अहिले लु बाबु फेरि तीनचोटि होला होइन पनि अरे मैले तीनचोटि अरे धेरै खायो अहिले टिका लाउने बेला मात्रै बसाउँदा निकाल्ने पनि ल निकाल ल आगा राख लु खाए खाए रिहामको टोपी खोइ लु नमस्ते लु ढोक्नुपर्छ नि छोरीलाई खोइ खुट्टा आज ढोक्नु अरे नि त खुट्टा त दिन्छु हेलो नाम चुचे दिनमा अब भयो अब कता हो माया ओइ मिठी नाम्ची दिम्नी खोले रोग भेट खोले हानु हानु हेप दिम्नी टिकावाले के ताउ साइडमा हो त यता लुकमा लागिनी मालुकमा लागि बोलो ठुली मायो है लु है भेट्छ यानी दिम्मु मन पापलाई सोन्तु गप्पा दिम्मु ओइ रिखाम आनु भन्छ यता बस कुम्चे बलाम्चे मिची दिनमा रिहाम नाम्चे डाक्टरमा रोग भेद ठुली माया हानेदेखि निप्ति होर किप्ति होर कोली नेवाली र त कुरी र रोग मसियो लो र भ्रष्टा टिका दिम्नी गर्न खै के जानु बिका बाबु के जानु बिका यहाँ चाहिँ अब आइहाल्नु न यहाँ त
नि बहिनीलाई गएका बहिनीलाई गएका Lu, saya malai. Oi. छाया मका यो कोट हो सुरुवाल त्यो साइलेन्टमा राख्दिनु हजुर हो Paplay soni tu dimu. No. हो कान्छ Chuli namaste. Chuli dimu lah. यता आमा त अलिक बिजी पो हुनुहुन्छ Sampai nani yak gal. एकदमै होला कार्यक्रम लालु हल्का यहाँ हेरौँ न नातिनी हो छोरी। ए काकाको चाहिँ नातिनी भयो अनि छोल्टीको नातिनी हो खै अब माम्पाका खै हाले मिना मिन्ने दुई रक्सी नै नातिनी भयो ल ल Nyo. Ani mati saya mata. मौका करे Dampiri oi. Lu siapa? ठिक्क मौका करे फोड्ने बेल्न रहेछ कान्छ ल्याउनु भयो तपाईँ देखाइदिउँ। Nyo. छे नारे में छे नाउरी सी मनु से कति मजाले हेरेको त्यो सानोले। ल अब ल अब साईमा आनेदेखि किरी दिमला र रोमु नसुलम कुर्पा किरी दिमला माल्पा दिम्मु है ल ज्ञानी दिम्मु सधैँ तुवाकु माम्पा तुवाकु इष्टमित्र जुल्पा माल्पा दिम्मु तुवाकु बोकली न्याउली र रोप्पा जेल्नु है ल ल ल ल ल ल सक्दै सक्दै ओक्ता 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 ल ल ल अब ओक्ता है ल आउँदैन यतिकै ल खै ल आनेदेखि जाम्पेपा टुक्कु टुक्कु अब खाने त बेलै हो अब खाएको छैन भने चाहिँ ल ल ल ल ल एकदम प्रोपर भयो प्रोपर ल ल ल ल है ल खै पाप साईलाई काम गमहरू हाम गममा डक्कु दिस्तारे हाम मेरामा ल ल ल ल ल त खै होइन सानो दिस्तारे ल बाई बाई हेरिदिनु ल भयो ल ल ए ल ल ल ल बाई 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 अब सक्यो है ल सक्यो है भयो त सक्यो
राम्रो पढ्नु ज्ञानी त सँगै छु अझै गर्मी भयो कि खै ल फेरि फेरि ल ल होइन होइन भयो भयो यी सीमाले ल ओ ल खुसी धेरै भयो ल साइमा यो साइमा सरी एउटा एउटा ल निसुलाई यो मेरोबाट ल रिखामलाई यी हो कहाँ गयो यो दुईटा नि ल ल ल सिधा मेफिम है सिधा मेफिम हुँदैन भरे भरे अब धेरै हातमा अट्दैन नि त काकासँग आउनु खोजिरहेको के अरे मामा नातिनीको फेरि उसको पनि छोरीको कि छोराको यस्तै टिका भन्नु उता भेट्दिनु ल हेर्नु लाउनु स्टिललाई यहाँ गाह्रो भयो अस्ति त लामो आज छोटो भएछ टिका लगाइदिनु म लगाइदिन्छु तपाईँ आशीर्वाद दिनु आशीर्वाद त मनमा दिएको यो टिका दिनुहोस् अनि खाना खुवाउनु आशीर्वाद दिनु है म लगाइदिन्छु टिका भान्जी पैसा दिँदै बिर्साउनु भयो मेरो खुसी हो यो पर्व मेरो भान्जी म पनि मालाको पनि मेरो छोरी पनि यस्तै भात गर्छु भन्दैन भान्जीको पछि के भन्छ बहिनीले बोक्ने सायामा मामाले गर्दैनौ मैले गर्दा त गर्छ नि फेरि एकचोटि फेरि फेरि ल फेरि बाबासँग यो गरेर बाबा यो यहाँ लगाइदिनु नि सायामा यता 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 अगाडि गरेर लगाइदिनु अलि उता ताना नानी ऊ गर त यसो आवाज उठो गर बाबा साइमा बात गर्ने क्या अरूमा त पैसा त्यो नातिनीमा लोकन्डी कता है ऊ सबै सामानहरु हेर मचुरो सामान झरेछ नि त्यो खोएर त ल कुरा पनि ल्यायो अब के भयो के हुँदैन हाम्रो रेखा भान्जा स्लिम न स्लिम हुनुपर्छ अहिले यो भान्जाले मासु एकचोटि कहिले भान्जा मासु खाने अरूले त जहिले यस्तो अब त को जाने अनि वर्षा पनि त हक्सा पनि दरो पनि पाउनु सक्छ है के हो त्यो भनेको कल्मी भनेको ए त्यहाँ चप्पल हेर त त्यहाँ
छैन लु आउनु त्यस्तै अरे न हौ डल आए डल एउटा गर्नु नि लिएर है हेर है म चाहिँ गएँ भित्र ए म पनि ह्याप्पी गर नि बिचमा बस्नु नि मम्मी यहाँ बस्नु नि मम्मी चाहिँ यहाँ बिचमा क्या यहाँ दुईजनाको बिचमा बस्नु ल ल जाऊ तिमी मिमीको अगाडि जाऊ मिमीको अगाडि हेर है यो त कहाँ गयो ल
सकियो अब फोटो खिचिसक्नु बाई गरिदेऊ बाई गाइस भन इनसाइड बाई गाइस मेरा नाति